जति चुप लागेर महिलाहरू बसिरहेका छन् त्यति अन्याय गर्नेको एउटा पढाली जस्तो मान्छे भएर उसले उसको घरमा दिदी बहिनी छैन, उसको दिदी बहिनीलाई यस्तै गराएको भए के गरेर बस्थ्यो? ठाउँको ठाउँ गोली ठोक्थे नि, उसलाई पनि हामी गएर गोली ठोक्ने? कति गाह्रो छ उसलाई, कति सङ्घर्ष गरिरहेको छ, साथ सपोर्ट दिने मान्छे कोही छैन, घरको परिवार मान्छे केही छैन, उसलाई एकदम पीडा भएर त अहिले म अनसनमा बस्छु भनेर सोचिरहेको छ। साला नालायक सरकार। अब यसमा चाहिँ अब नालायक सरकारलाई दोष जिएनजीलाई दोष दिन चाहिँ मिल्दैन क्या। किन भनेपछि केटा र केटी दुवै उस्तै रहेछन्, दुवैको गल्ती रहेछ हैन। अब केटाले पनि अब राम्री देख्यो होला, राम्री पनि देख्यो हैन, उति बेला अब मोज मस्ती गर्न पायो। अब साला पुलिस हुलिस भुलिस साला मादर चोदै रहेछ साला त्यो केटा पनि। अब यता चेली पनि उस्तै रहेछन् कि फेरि एक दुईचोटि धोका खाइसकेपछि त फेरि त्यसैको विश्वास नगर्न पर्ने हैन। अब एउटा सेफ्टी लगाएर एउटा हेलमेट लगाएर गरे भने हुने। अब उति बेला बुद्धि पुगेन। अब यस्तो बेलामा फेरि अब कसैले सपोर्ट गर्दैनन् क्या। फेरि अब सपोर्ट पनि कसले गर्ने क्या? माइतीले। अब बिचरा माइतीको बेइज्जत भइसक्यो हैन, गाउँघरकै बेइज्जत भइसक्यो। अब बिहे नगरेकी छोरी अब पेटमा बच्चा लिएर हिँडिरहेको छ बिचरा, कहिले अब माइती घर मण्डललाई, कहिले कता भनिरहेछ, बाटोमा पुगेको छ, कसले सहयोग गर्ने? अनि अब आफ्नो केटो भागेको छ थाहा छैन, अब कसले सहयोग गर्ने क्या? एउटा दुइटा अब महिला अधिकार भन्ने मान्छे अलिकति सहयोग गर्ने हो। अनि सोसियल मिडियाहरू भन्ने पनि उयो आफ्नो भ्युजको लागि उसको लागि मात्रै क्यामेरा तेर्साउने हुन्। ले त कति आपत भयो जोसमा होस् नपुर्याउँदाखेरि के। त्यही भएर विश्वासै गर्नु हुँदैन क्या कसैको पनि। फेरि धोका खाइसकेको रहेछ। अब उति बेला त ठाडा खुट्टा लगाइहाल्यो है। अब कमसेकम हेलमेट सेलमेट युज गरेको भयो भने हुन्थ्यो यार, यस्तो अवस्था आउँथेन। ठिकै छ, अब गल्ती भइहाल्यो होइन। अब त्यो केटालाई खोजेर भए पनि जसरी भए पनि अब उसलाई त लगाइदिनु पर्यो बिचरा। अब उनी त न यता न उताको बाटामा भइकिन यार। अब उयो के अरे उयो त उनले त ज्यान फान्ने भएको अरू त कुनै कुरै बाटै छैन त। ल त्यो पेटमा भएको बच्चा यो जाडामा हेर, यो गर्भवती महिला हेर, न खानु छ न पिउनु छ, स्याहार छैन, केही छैन, चिसो होला। त्यही भएर चेलीहरूले होस पुऱ्याउनु पर्छ के होइन। कसैले लले फकाइ गरेर मान्नु हुँदैन। बिहे भएका पनि बिहे नभएकाले पनि सुन तिमीहरू पनि होइन। ए बोलाछ क्या जाने भन्ने होइन। कति घटना घटिरहेछन् हेर, कति आपत परिरहेछ हेर त। अहिले न साथ देश नहेर रुनै हिँड्नु परेछ। छोरा मान्छे त भागेछ कता। जति पढ्नु छ छोरीलाई पढाएछ नि, छोराछोरी बराबर भन्छ, कहाँबाट बराबर? अनि यिनी कमेन्ट गर्ने मुलाहरू पनि त्यस्तै छन्। ए यस्तै रहेछ यो, यस्तै हो भन्छ, कसैले केटालाई दोष दिन्छ। अब दुइटै उस्तै हुन् क्या, दुइटै उस्तै हुन्। अब के गर्ने त? अब हामीहरूको पनि तिमीहरूको काण्ड नआएर मात्रै हो। भित्रीमा त कति चलेर ठ्याक्रा ठुरुक होइन। अब अरूलाई भन्न सजिलो हुन्छ। हाम्रो पनि चेलीहरू छन्, सबैहरूको पनि चेलीहरू छन्। अब यो चेलीलाई चाहिँ जसरी भए पनि अब मद्दत सहयोग चाहिँ गर्नु पर्यो। किनभने चाहिँ अब यस्तो अवस्था भयो कसले लाने? अब त्यही केटालाई समातेर त्यही केटालाई बिहा सिहा गर्दै राखिदिनुपर्छ बिचरा चेली यार। तेरि